जलवायु परिवर्तनको क्षेत्रमा पारदर्शिता के हो? जलवायु पारदर्शिता किन आवश्यक छ? आउनुहोस् एकपल्ट बुझौं। जलवायु पारदर्शिता भन्नाले देशहरू र संस्थाहरूले जलवायु परिवर्तन सामना गर्न गरेका कार्यहरूबारे खुला र इमानदार हुनु हो। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका प्रारूप महासन्धि UNFCCC को पक्ष राष्ट्रहरूको 21औं सम्मेलन अन्तर्गत पेरिस सम्झौताले विश्वको औसत तापक्रम वृद्धि 1.5 डिग्री सेल्सियसमा सीमित राख्ने र 2 डिग्री सेल्सियस भन्दा बढ्न नदिने लक्ष्य राखेको छ। यी लक्ष्यहरू प्राप्त गर्नका लागि पेरिस सम्झौताका पक्ष राष्ट्रले आफ्ना जलवायु कार्यहरूबारे पारदर्शी र एकरूप जानकारी उपलब्ध गराउनु पर्ने हुन्छ, जसलाई राष्ट्रिय रूपमा निर्धारण गरिएको योगदान अर्थात् नेसनली डिटरमाइन्ड कन्ट्रिब्युसन NDC भनिन्छ। पेरिस सम्झौताको अनुच्छेद 13ले हरेक राष्ट्रले हरितगृह ग्यास उत्सर्जन घटाउन र अनुकूलनका लागि गरेका प्रयासहरूलाई पारदर्शी रूपमा रिपोर्ट गर्नुपर्ने निर्देश गरेको छ, जसलाई परिष्कृत पारदर्शिता खाका अर्थात् इन्हान्स्ड ट्रान्सपेरेन्सी फ्रेमवर्क ETF भनिन्छ। परिष्कृत पारदर्शिता खाका अन्तर्गत जलवायु परिवर्तन न्यूनीकरण अनुकूलनका लागि सम्बन्धित देशले गरेका प्रयास, कार्यक्रम र उपलब्धिबारे अन्तर्राष्ट्रिय समुदायलाई पारदर्शी रूपमा अवगत गराउनु पर्दछ। जब देशहरू र संस्थाहरू आफ्ना जलवायु कार्यबारे पारदर्शी हुन्छन्, उनीहरूलाई आफ्नो प्रतिबद्धताका लागि जिम्मेवार बनाउन सजिलो हुन्छ। पारदर्शिताले देश, सङ्घ-संस्था र आम जनताबीच विश्वासको बाटो निर्माण गर्दछ। स्पष्ट र भरपर्दो जानकारी हुँदा जलवायु सङ्कटसँग लड्ने विश्वव्यापी प्रयासमा सहकार्य र सहयोग बढ्छ। राष्ट्रहरूले परिष्कृत पारदर्शिता खाका अवलम्बन गर्दै द्विवार्षिक पारदर्शिता प्रतिवेदन अर्थात् बाइनियल ट्रान्सपेरेन्सी रिपोर्ट तयार गर्नुपर्ने हुन्छ, जसका लागि विषयगत क्षेत्रबाट तथ्याङ्कहरूको सङ्कलन, रिपोर्टिङ, प्रशोधन, व्यवस्थापन, विश्लेषण जस्ता कार्यलाई व्यवस्थित गर्न संस्थागत संरचनाको खाका र क्षमता विकासमा जोड दिन आवश्यक छ। नेपालले पनि जलवायु पारदर्शितामा आफूलाई अभ्यस्त बनाउँदै लगे यसले राम्रो अभ्यासहरू, सुधार आवश्यक क्षेत्रहरू पहिचान गर्छ र सामूहिक सिकाइलाई सक्षम बनाउँछ, जसले अझ प्रभावकारी जलवायु कार्यहरू अघि बढाउँछ। जलवायु कार्य र वित्तबारे पारदर्शी जानकारी हुँदा स्रोतहरू कुशल र प्रभावकारी रूपमा प्रयोग भएको सुनिश्चित हुन्छ। यसले हामी व्यक्तिगत तथा सामुदायिक रूपमा बलियो जलवायु नीतिको वकालत गर्न र निर्णयकर्तालाई जिम्मेवार बनाउन सक्षम बनाउँछ। नेपालले जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय खाका प्रारूप महासन्धिको सचिवालय समक्ष हरेक 2 वर्षमा हरितगृह ग्यासको उत्सर्जन विवरण, उक्त उत्सर्जन घटाउन चालिएका कदम र त्यसको प्रभाव, जलवायु परिवर्तन अनुकूलन गर्न गरिएका प्रयास, जलवायु कार्यका लागि प्राप्त भएको जलवायु वित्तको विवरण, जलवायु कार्यका लागि प्रविधि र क्षमता विकासमा गरिएका कार्यहरू र राष्ट्रिय निर्धारित योगदानमा घोषणा गरिएका जलवायु लक्ष्यहरू हासिल भएका छन् कि छैनन् लगायतका विवरणहरू समावेश गरी द्विवार्षिक पारदर्शिता रिपोर्ट बुझाउनु पर्ने हुन्छ। जब अन्य देश र संस्थाहरूले नेपालको प्रगति र उपलब्धि देख्छन्, उनीहरू बढी दिगोपनतर्फ अघि बढ्न प्रेरित हुन्छन् र थप लगानीका लागि आकर्षित हुन्छन्, किनकि नेपालको जलवायु कार्य पारदर्शी हुँदा दात्री निकाय र विकसित देशहरू नेपालमा लगानी गर्न वा जलवायु वित्त उपलब्ध गराउन विश्वस्त हुन्छन्। हामी कति छिटो वा ढिलो अघि बढिरहेका छौँ भन्ने जान्न हामीले निगरानी गर्नुपर्छ, समीक्षा गर्नुपर्छ र जलवायु तथ्याङ्कको प्रमाणीकरण अर्थात् भेरिफाई गर्नुपर्छ।